नेता जनता बेरोजगार रे हाँ गरीब देश के धनी नेता जनता बेरोजगार रे हाँ गरीब देश धनी नेता जनता बेरोजगार रे हाँ हेलो दोस्तों गुड इभिनिङ साथीहरू के छ तपाईहरु सबैजना सन्चै हुनुहुन्छ तपाईहरुलाई फेरि पनि स्वागत छ आजको मेरो नयाँ ब्लग्समा साथीहरू यो नयाँ एपिसोडमा म विशाल थारु मसँगै हाम्रो यो एपिसोडलाई एकदमै माया देखाइदिनु होला हैन त साथीहरू आजको यो एपिसोड रहेको छ फेरि पनि हाम्रो हिजो अस्तिको माघी पर्वको जुन प्रोग्राम भइरहेको थियो त्यसको बारेमा साथीहरू सो लेट्स सी त्यसको बारेमा जानम बुझम अझै विस्तारमा हैन त साथीहरू यो छठमा जाम भन्नेको त यस्तो हुन्छ नि त तपाईहरुको घरमा यो छ नि यो हेरिरहेछ त म्याकुरी टोक्छु जस्तो गरिरहेछ त हौ साथीहरु के छ इ माथि गइसक्यो सो साथीहरु यही हो हाम्रो छठ अब यहाँ बसेर टक्क हामीहरु कुराकानी गरौँ है त तर हावापानी एकदमै जोडले चलिरहेछ हावाहरू टक्रक्क यही हो हाम्रो छठदेखि तपाईहरुले यहाँ देखाउँथे नि एउटा नर्सरी हो यो नर्सरी त काटी भ्याइसकेको छ नि त अस्तिको ठेकदारले किनेर लगेको हैन सो ल आज चाहिँ हामीहरु कुराकानी गरौँ अब त्यही बारेमा अझै विस्तारसँग के छ साथीहरु मैले जुन भने अब विस्तारमा कुरा गरौँ भनेर हैन विस्तारमा कुरा यसरी गरौँ भनेपछि साथीहरु कि हाम्रो जुन यो माघे महोत्सव वाला मैले हालेको छु त्यसको क्लिप्स के टिकटकमा एकदमै भाइरल भइदियो के 80-85 हजार जनाले के 85 पोइन्ट कति के भनेपछि त्यो 85 हजार त होला हैन हो त्यति मान्छेले पनि हेरिसके अझै हेरिरहेछन् शेयर गरिरहेछन् यस्तो राम्रो मन पर्यो उहाँहरुलाई हाम्रो यहाँको गीत तर अलिकति प्रब्लम के भयो भनेपछि त्यो डीजे ठाउँमा के त्यो डीजे को टेक्निकल प्रब्लम रहल चाहिँ माइकमा साउन्ड भएन के त्यही भएर ठाउँमा हल्का फीका भए जस्तो लाग्यो हैन अनि त्यो साथसाथै सुरुको दिनको फर्स्ट एपिसोड वालामा जुन सङ थियो साथीहरु सङ देखाउने त्यो पनि एकदमै मन पराउनु भयो तपाईहरुले युट्युबमा हैन म एकदम खासै युट्युबमा एक्टिभ त हुँदैन त्यही पनि टाइममा ब्लग्स हालिराख्छु तर आज चाहिँ तपाईहरुसँग एक्सप्लेन गरौँ भनेर मैले यो ब्लग सुट गर्नै लागेको साथीहरु अनि टिकटक मेरो सेम नाम विशाल थारु ब्लग्स भनेर टिकटक पनि छ त्यसमा एकदम भाइरल भइसकेको छ के त्यो भिडियो अब फेसबुकमा युट्युबमा पनि भाइरल गर्नु पर्यो साथीहरु हैन त्यही आशा गरेको छु म पनि र हाम्रो जुन एकछिन है साथीहरु तल हावा चलिरहेछ बाहिर पुरै चट्ट हैन कपडा तल भुइँमा खसिसकेछ म त्यो उठाउन जान्छु मम्मीले बोलाइराख्नुपर्छ त्यसपछि फेरि कन्टिन्यू गरौँ हैन त धेरै दिनपछि घाम निकाल्यो साथीहरु त्यही भएर हेर्नुस् त हाम्रो एउटा पुरै यो कपडा धोएर हैन यो टन्न सन्न सब सुकाएर राखेछन् सुकाउनलाई राखेछम हैन आज धेरै दिनपछि घाम गर्यो के साथीहरु त्यही भएर यो टक्क टुक्क तल हैन यो के भन्छ रस्सी बाँधेर रस्सी पनि हैन यो वाइफाई को तार हो यहाँ काटेर फाल्दै रहेछन् त्यही पुरै कपडा सुकाउने बनायो साथीहरु ल अब तपाईहरुसँग हाम्रो जुन कन्भर्सेसन भइरहेको थियो त्यसको बारेमा अझ विस्तारले कुरा गरौँ हैन त त्यो प्रोग्रामबाट आउने बित्तिकै यहाँ छन् सबै कपडाहरू यो सबै सामानहरू यहाँ हो हाम्रो माडल हैन टक्क यो के भन्छन् यसलाई मन्जिरा भन्छन् कि के भन्छन् यो साउन्ड यसको साउन्ड यस्तो यसको यो साउन्ड यो माडलको त ठाई छ यसमा पनि छ त्यो के भन्छन् एकदमै खतरनाक स्टाइल डिजाइन बनाएको हाम्रोमा के भन्छन् यार त्यसलाई नुइया के भन्छन् थाहा छैन साथीहरु मैले उच्चारण गर्न आएन है सो ल ठीक छ अब साथीहरु हाम्रो जुन यो जुन माघी महोत्सव भनेर लास्ट एपिसोड जुन छ नि साथीहरु हो त्यो एपिसोडको बारेमा हामीहरु अघि नै देखि कुरा गरिरहेको थियौं बीचमा नयाँ टपिक चाहिँ मैले घुसाइदिएको हैन त्यो मतलब देखे त्यसले सुट गर्दिम भनेर मैले जुन यो गराएको हैन साथीहरु सो लेट्स सी अब चाहिँ हामीहरु प्रपरली म तपाईहरुलाई अझ डिटेलमा कुरा गर्छु हैन त ल त साथीहरु फेरि पनि आइसके म छठमा हैन मेरो ब्याकग्राउन्डमा हल्का नोइज चलिरहेछ किनभने यो जुन साइडमा छ यहाँ निर हैन यो घर भनेको मिल वाला हो के यहाँ मिल चलिरहेछ हैन एकदमै दिनभरि चल्छ के यहाँ मिल त्यही भएर मेरो ब्याकग्राउन्डमा नोइजहरु आयो होला
त्यो नोइजलाई इग्नोर गरौँ साथीहरू, इग्नोर एकदमै जोरदारले इग्नोर गरौँ। र तपाईँहरूलाई जस्तै मैले भने कि हाम्रो त्यो क्लिप्सहरू होइन एकदमै भाइरल भइसकेको छ टिकटकमा, त्यसै गरी युट्युबमा पनि अब हुन नै लाग्छ लगभग। थारू कल्चर होइन माघी, त्यसलाई तपाईँहरूले सपोर्ट गरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु म। र अहिले चाहिँ म तपाईँहरूलाई एउटा पनि गुड न्युज दिन चाहन्छु, अनाउन्स गर्न चाहन्छु कि हाम्रै बैजनाथ 3को यो 9 बस्ता भन्ने ठाउँमा, बैजनाथ 3को 9 बस्ता भन्ने ठाउँमा के भन्छन् फेरि प्रोग्राम भइरहेछ, माघीको प्रोग्राम। त्यो त एभ्री इयर क्या, प्रत्येक साल हुन्छ त्यहाँ। अनि त्यहाँ एकदमै टाढा टाढाबाट मान्छेहरू नुहाउन आउँछन्। बहिरा बाबा भन्ने एउटा मन्दिर छ क्या, त्यो मन्दिर अब म कुनै दिन देखाइदिउँला होइन। त्यहाँ नुहाउन आउँछन् मान्छेहरू, माघीको बेलामा नुहाउन आउँछन्। र त्यहाँ गाउँमा चाहिँ प्रोग्राम प्रत्येक साल हुन्छ, तर त्यो लास्ट 30 गतेको राति हुन्छ। त्यो प्रोग्राम हेर्न रात पऱ्यो अनि बिहान नुहाएर गइहाल्छन् मान्छेहरू। तर अहिले चाहिँ अलिकति अलग भइरहेछ साथीहरू। त्यहाँ पुरै जुन महोत्सवको बेलामा बाउन्ड्री थियो नि, त्यस्तै बाउन्ड्री लगाएको छन् साथीहरू। त्यो बाउन्ड्रीमा के भन्छन्, भित्र टेन्ट छ, बाहिरदेखि पुरै टिनको बाउन्ड्री के, त्यो बाउन्ड्रीभित्र स्टेज बनाएर अनि त्यहाँ आइटम डान्स देखाउँछन् क्या। लेख्न त म यही भन्छु कि हाम्रो जुन यो महोत्सवमा पनि थारू गाउँ भन्ने छ नि त, राख्छन् जहिले नि थारू गाउँ भनेर राख्छन्, तर थारू गाउँको बेइज्जती गर्ने जस्तो भित्र मासु जाँड रक्सी अनि स्टेजमा गएपछि आइटम डान्स देखाउने के, त्यो चाहिँ मलाई फिट्कै मन पर्दैन। जुन थारूको वेशभूषा, थारूको सांस्कृतिक नाच हुन्छ हो, त्यसलाई चाहिँ प्रदर्शन गर्ने ठाउँमा आइटम डान्स, थारू गाउँ थारू महोत्सव त्यस्तो भनेर आइटम डान्स देखाउने, त्यो त मलाई फिट्कै मन पर्दैन क्या। अहिले पनि 9 बस्तामा यही भइरहेछ, हाम्रो सांस्कृतिक नाच भनेर माघी केही छ, त्यसको म पम्पलेट कतै भेटायो भने चाहिँ हालिदिन्छु होइन। र त्यहाँ लास्टमा आइटम डान्स हुन्छ क्या साथीहरू, आइटम डान्स। अनि टिकट छ क्या हो भन्ने सुनिरहेको छु, हो कि होइन यो कुरा चाहिँ थाहा छैन, तर आइटम डान्स चाहिँ हो। अब हेर्न आउने मान्छेहरू आउनुहोस्, म त सायद जान्न होला कि जान्छु। अब टिकट छ अनि भित्र पनि के जाने आइटम डान्स हेर्न होइन। यहीँ हाम्रो घरसम्म साउन्ड आउँछ, ठ्याक्कै यो साइडमा प्लाटिन छ, त्यहाँबाट आउँछ। र अब हामीहरू धेरै कुरा नगरौँ होइन, किनभने अब धेरै कुरा गरेपछि अलि ल्याङ यता हुन्छ होइन। सो साथीहरू, अब म तपाईँहरूलाई हल्का फुल्का क्लिप्सहरू राखिदिन्छु, स्पेसल ठाउँको क्लिप्स राखिदिन्छु, सुन्नुहोस् तपाईँहरूलाई पनि कस्तो लाग्छ होइन त्यो क्लिप्स। र हेरेर एकदमै साथ सपोर्ट माया एकदमै दिनु होला। हाम्रो यो सानो आवाजलाई ठुलो मञ्चसम्म पुर्याइदिनु पऱ्यो, किनभने यो गीतको लेखक र रचनाकार भन्ने होइन हाम्रो मम्मी र हाम्रो मौसी हुनुहुन्छ होइन, उहाँहरू। सो के भन्छन्, मौसीले त भिडियो डिलिट गर्दै भन्नुभएको थियो, तर मैले डिलिट गरेन टिकटकमा। फाइनली त्यो भिडियो भाइरल भयो, भाइरल भइसकेपछि मौसीले एकदम धन्यवाद भन्नुभयो। कस्तो खुसी लाग्यो कि धन्यवाद भनिसकेपछि। ल केही छैन, म एकदमै बोलिरहेको छु, किन बोलिरहेको छु, कसरी बोलिरहेको छु भन्ने अब धेरै दिनपछि आज ब्लग सुट गरिरहेको छु। त्यही भएर साथीहरू यहाँबाट हेर्नुहोस्, टक्कै हाम्रो टोरी पनि अब काट्ने भइसकेको छ यता सब होइन, टक्कै घाम आइरहेको छ कि त्यही भएर ब्लर भइसकेको छ। अनि यो हाम्रो पुलचोकको एरियामा टाइममा तपाईँहरूलाई देखाइराख्छु साथीहरू। अब चाहिँ हामीहरू यो भिडियोबाट होइन चट्ट बिदा लिउँ, र म तपाईँहरूलाई यसको लास्टमा चाहिँ क्लिप्स राखिदिइहाल्छु त होइन। सो गाइज, आई होप तपाईँहरूलाई मेरो यो भिडियो राम्रो लाग्छ। यसमा मैले केही कुरा एक्सप्लेन गरिरहेको छु, केही कुरा यस्तो राखेको छु, र एउटा कुरा अझै एक्सप्लेन गर्न नै बाँकी छ कि हाम्रो फेरि पनि वाडामा होइन, बैजनाथ 3को वाडामा यस्तै त्यस्तै माघी महोत्सव जस्तै प्रोग्राम हुन्छ, तर सानो प्रोग्राम छ। त्यसमा पुरस्कार वितरण गर्छन्, जुन अर्को साल अर्को ठाउँमा भएको थियो त्यसको पुरस्कार चाहिँ हाम्रो गाउँमा मतलब अब यताउता बाँड्दाखेरि पुगेन, अनि त्यही पुरस्कार अहिले दिन्छन् भन्ने सुनिरहेको छु। त्यसमा मादल सानो लाउँछ। अब मादल आइसकेपछि अभियसली अब नयाँ जेनेरेसनले सिक्नु पऱ्यो होइन। सो त्यसको लागि चाहिँ म र मेरो पार्टनर विश्व तपाईँहरूले मेरो भिडियोमा देख्नुहुन्छ कहिले कसो हामी दुईजनाले मादल सिक्ने भनेर निडो गरेको छौँ। थारू मादल कस्तो बजाउँछ भन्ने अब अझै थाहा छैन, तै पनि सिकाउँला भन्ने सोच्छु। सो साथीहरू, अब धेरै तपाईँहरूको टाइम नलिउँ, धेरै बकबक नगरौँ, यो भिडियोलाई छिटै यहीँ खतम गरौँ होइन। म यसको लास्टमा त्यो क्लिप्सहरू राखिदिन्छु ठाउँको भिडियोको। सो आई होप तपाईँहरूलाई राम्रो लाग्छ। राम्रो लागेपछि लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। राधे राधे, जय नेपाल, आई लभ यू, थ्याङ्क यू सो मच साथीहरू। धनी नेता जनता बेरोजगार रे हाँ।
जनता बेरोजगार रे हा गठिए हो युवा उग्र विदेशबाट सुनसन बनै पाला सखिए हो युवा उग्र विदेशबाट सुनसन बने पाला सखिए हो उग्र आन्दोलन कल्ला भ्रष्टाचारांचे कारण रे हा ज्यांची उग्र आंदोलन करला भ्रष्टाचारांचे कारण रे हा ज्यांची उग्र आंदोलन करलं भ्रष्टाचारांचे कारण रे हा ज्यांची उग्र आंदोलन करला बखिये हो भ्रष्टाचारी आखा लैला डरा पारा सखिये हो भ्रष्टाचारी आखा लैला डरा बारा सखिये हो युवा हुकन पारे कल्ला बालक शहीद हुईला रे हा युवा हुकन पारे करला बालक शहीद हुईला रे हा युवा हुकन पारे कल्ला बालक शहीद हुईला रे हा युवा हुकन पारे कल्ला पखिए हो मैरी करा सुंडा हुईला छल्ला बिरधाने रा सखिए हो बदल saya sangat hari bota darabe banai bison darbe saya salneta ye hari ai basa hokati mai kalama banai bu ye hari ai basari kati ne kalama banai kati mana likhi छोरा भी पंडे सा कभी मनाली फिरना छोरे पंडे सा कभी मना छोरा भी बनई भिया पंडे सा कभी मना ले हारी नचाती गाई फिर हमारा साबड़ा गाल्टी हुई ये भुला चुका माफा गुना हाम्राले हाती भुला चुका हाटको घरी हजुर हाटै माटै छ हाटको घरी हजुर हाटै माटै छ हाटको घरी हजुर जाने बेला हजुर सबैलाई बाई छ जाने बेला सबैलाई धन्यवाद बेला यादव राजे ना छैन apa तोडारीके कहरा उर्दूमा नाचे कि बा पुस्तकमै अतिथि आसन गराउन जोरो चाहतो बैजनाथ गाउँपालिका वार्ड नम्बर 3 बैठु घन करे जाती कि मला भोज कैसे ना लागी भोज कैसे लागी घन करे जाती ये क्या तो है भैया अरे कहाँ कहबो अरे गोंडरी करे जाती तो गोंडली करे तो कहाँ हो ससुरा अरे ये सुकैया गाँव में कहाँ हो अरे जोन बात है नी चल जा तो कि नहीं सुकैया बरघाट